हेलो सबैजनालाई स्वागत छ मेरो गाउँले भिडियोमा। के भिडियो रे? गाउँले भिडियो हैन। अनि हामी त गाउँले भिडियो त हो नि। न भ्युज आउँछ, न कमेन्ट आउँछ, न सब्स्क्राइब हुन्छ हैन। अनि तर पनि हामी फेरि भिडियो बनाउनु नछोड्ने मान्छे हो। अहिले चाहिँ ठ्याक्कै हामी बारीमा छौँ। मम्मी चाहिँ यहाँ आएर अगाडि गर्दै हुनुहुन्छ। हेलो हाई गर्नु न। अनि यो हाम्रो प्याज पनि यसपालि खै नफला जस्तो छ। असिनाले कुटेर सकायो। हामीले मजाले अस्ति रोपेको खै पाराले मजाले माटो खोलिदिएको थियो, गयो फेरि झार यस्तो भइगयो। मम्मीको ज्वाइँ हेर्दै गर्नु है। तपाईँले यहाँ पानी हाल्नु भएको थियो, माटो यस्तो भयो, झार यतिको भयो। अब के गर्नु, तर असिना ज्यादा आयो। मेरो ज्वाइँले थुप्रो काम गरेको थियो, अब प्याज चाहिँ खानु पाएँ। अब पछि आउँदा दिनु पर्यो प्याजको तरकारी, प्याजको अचार। ज्वाइँ सबले काम गरिराख्नु भएको छ। अनि अहिले चाहिँ हामी मात्रै छौँ। अब झारो खोल्नु पर्छ यसरी। मम्मी लट्टे छोडिदिउँ। यो तरकारी कस्तो मिठो हुन्छ। अस्ति मैले खोज्दा एउटा नपाएर हराउने रहेछ कि यो झारले सबै पुरिहाल्यो। यो असिना पनि ज्यादा भएर छ। हाम्रो मिस चाहिँ अहिले भर्खरै आइपुग्नु भएको छ काममा। यहाँ हेर त बहिनी, खाली यतै भन्छ। हामी चाहिँ अब यो सबै झाडु खोलेर खोर्सानी पनि गर्नुपर्ने छ। अनि म त पर्दैन हौ। अनि अब आजको भिडियो त म बन्द गर्छु, किनभने हाम्रो भ्यू चाहिँ आउँदैन। सबैजनाले हेर्नु भन्दै करा बाबा यहाँ भ्युज कसैको पनि नआओस्। कस्तो हो र आवाज बोल्ने छ्या। भ्युज आएर कठो लाग्छ। भेनालाई भनिदिन्छु म अब पख्दै गर। त्यत्रो भेनाले यहाँ बुढीले भ्युज कमाओस्, पैसा कमाएर आइफोन ल्याइदिएको त चाहिँ। अनि भ्युज नआयो भ्युज कमाउनु भन्दा राम्रो नाम कमाउनु। ए बाफरे डरो भन त यार। हेर है भेना, तिम्रो साली यस्तो छ, अब के गर्नु। साली कस्तो हुनु भनेर भन्नु। सम्झना केही छ सन्देश? कति धेरै छ चाहिँ यहाँ म अहिले भनेर साध्यै छैन। केही भन भेनालाई। भन्दिनँ अहिले, सबै मान्छेले सुन्छ। ए ल ल ल राखेँ, बाई बाई ल।